गाइस वेलकम गाइस गुड मॉर्निंग का सभी को स्वागत है। चिटिक्क पारीतिर चाहिँ यस्तो यस्तो बादल छ। हामी चाहिँ यसलाई आज राम्रो मर्निङ साथीहरु। सो मेरो आज फेरि एउटा भिडियो गयो कि मेरो भिडियो चाहिँ पानी परेपछि मात्रै जान्छ के। सो यहाँ चाहिँ पानी परेर यस्तो भइरहेछ। आज चाहिँ हामीलाई मजा छ किनकि हामी आज काममा गएको छैनौँ। पानी परेर आज हामी दिनभरि के गर्छौँ हेर्नु ल। घुम्न जान लाग्नु भएको छ एकदम छाता र चिटिक्क परेर। ल राम्रोसँग जानु ल। सो गाइज यहाँ चाहिँ यस्तो पानी परेर हैन पारीतिर चाहिँ यस्तो यस्तो बादल छ। हजुर ए ल ल हाम्रो चाहिँ यो छ अहिले चाहिँ सो गाइज यस्तो छ कि। सो हामी चाहिँ यसलाई आज राम्रो बनाउन लाग्यौँ कि किनकि भनेपछि सो यस्तो छ हाम्रो कमरा। एकछिन पछि देखाउने छु कमरा कस्तो हुनेछ। सो त्यति राम्रो त हुँदैन होला किनकि यस्तो छ। हामी चाहिँ यो सरसफाइ कार्यक्रममा हामी चाहिँ आयौँ। सो गाइस यो चाहिँ यसले डेकोरेसन गर्न लाग्छ रुमको। सो म चाहिँ देखाउँदै गरेको छु। खै लाइट पनि छैन क्या। लाइट नहीं है क्या? मैं कहाँ से बानूं? अरे ये पूरा दरवाजा खोल जा रहा पहले। सो गाइस तो एक काम कर रही है। ये हमारा रूम है और इसको ये गाइस गुड मॉर्निंग आप सभी को इस ब्लॉग में आप लोगों का सभी को स्वागत है। तो गाइस आज हमारा रूम साफ कर रहे हैं तो इसमें सुहाना का मैं हाथ बटाऊंगी क्योंकि मैं मालिक हूँ यार। मैं मालिक का भी फर्ज बनता है कि मैं तो गाइस उसको मत देखना क्योंकि आप मुझे देखोगे ना। तो गाइस आप देखते रहो एंड तक। बाय बाय। यो जो छ नि यो हाम्रो महिमाले चाहिँ पहिला यहाँ बदामहरु खान बारे छ के। सो अब काम गरेपछि दाम पाइन्छ भने जस्तो काम गरेपछि खाना पाइन्छ भने जस्तो। सो गाइस यहाँ देखो बदाम भेटे हा। त्यो काम गर्न चाहिँ बसिरहेछ अनि म चाहिँ यसलाई खोजेर दिइराछु के। खानु त पर्यो देखा जो गरेर बदाम यसरी खानुपर्छ भाइ। गाइस वेलकम टू माई न्यू ब्लग। सो गाइस आज चाहिँ हामी रुमहरु मिलाउँदैछौँ। सो उसले चाहिँ सुहानाले चाहिँ मिलाउँदैछ गाइस हैन। अब हामी यसरी जान्छौँ। उ चाहिँ सुहाना हो। सो गाइस सो उसले चाहिँ सामान ढलाउँदैछ तर त्योमा के छ भन्ने चाहिँ गाइस मलाई पनि थाहा छैन। किस के डब्बे है तो कुछ है नहीं इसमें। खाली डब्बे है गाइस। डब्बे बुढ़ा बुढ़ी यस्तै त राखे हुन्छ नि। चायपत्ती तो उस पे था, कहाँ गया हो। गाइस हमने अपना रूम साफ कर लिया है। सो देख सकते हो आप। हमले चाहिँ यस्तरी साफ गर्यौँ के मिलायौँ। अघि चाहिँ पुरै बिग्रिरहेको थियो नि त कोठा। अहिले चाहिँ यसो यस्तरी मिलायौँ। हाम्रो इन्डिया बस्ने घर चाहिँ यही हो ल। बस्ने कोठा चाहिँ यही हो। हाम्रो घर चाहिँ ठुलै छ। हामी दिनभरिको काम हाम्रो चाहिँ के पनि भएन है किनभने बिहानै पानी पर्यो हैन। बिहानै पानी परेर चाहिँ हेर्नु न यस्तो राम्रो घाम के। आजको दिन सूर्यजीले हाम्रो के भन्छन् त्यतिकै बिताइदिनु भयो। यो चाहिँ हाम्रो अस्ति घर हो ल। अनि यो धरती पनि कुन एङ्गलले बनायो भन्छु म त। सो यता जति घरहरू भइदियो गाउँभित्र कति रमाइलो हुन्थ्यो है। सो म चाहिँ अहिले छतमा आएको छु। त्यहाँ चाहिँ मन्दिर छ है। यहाँ त जति मन्दिर हुन्छ एउटा मन्दिर चाहिँ हो त्यहाँ माथि पनि छ यो घरको पछाडि।
एउटा चाहिँ त्यहाँ छ धेरैजना मन्दिर त जस्तै मन्दिर अनि त्यहाँ पाहाडी गाउँ होइन गाउँ चाहिँ त्यहाँ छ होइन म कोठा साफहरू त्यति नै आजको काम चाहिँ हाम्रो बस्ने घर चाहिँ यही हो यसमा चाहिँ छत चाहिँ हालेको छैन है अब खै कहिले हाल्छ अनि गरिब परेछ क्या हाम्रो बाबु गरिब त होइन धनी छ तर छतमा बसेर घाम ताप्नुको मजा नै बेग्लै म घाम लाग्ने ठाउँ छ भने थाहा पाएको त म अघि नै हाल्थेँ होला सायद त्यहाँ माथि पनि घर छ अनि जङ्गल छ है त्यहाँ माथि चाहिँ पुरै जङ्गल छ क्या भालु हामी भालु नै हो कि यो हामीले त जहाँ जाने जङ्गल मात्रै पर्छ है सो गाइज अब यस्तै हो बोरिङ लाइफ होइन त्यही भएर बाँचुन्जेल रमाइलो गर्नुपर्छ होइन अरू त के भनौँ आज चाहिँ मेरो टाउको दुखिरहेको छ त्यहाँ चाहिँ एउटा घर छ कि माथि यता 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 त्यो चाहिँ एउटा घर छ होइन त्यहाँ पनि नेपाली बस्छन् त्यहाँ चाहिँ के भन्छ भन्दा त्यहाँ चाहिँ होइन ठुल्ठुलो भालेहरू पालेका छन् क्या चल्लाहरू चाहिँ धेरै छन् सो भालेहरू चल्लाहरू चाहिँ त्यो धेरै पालेको छन् कि किनभने पहिल्यैदेखि बस्नुहुन्छ होला अनि भालेहरू बाँच्ने अनि चराहरू नेपाल जस्तै लाग्छ क्या भाले बाँसे जस्तो नेपाल जस्तै लागिहाल्छ नि त बिहान चाहिँ हामी त्यही हो होइन 4 बजीको अलार्म राखिहाल्छौँ 6 बजी उठ्छु गाह्रो छ मलाई त सो गाइज अब यो भिडियो चाहिँ आज मसँग एमबी छैन भोलि आउँछ होला किनभने चाहिँ एमबी चाहिँ आज पानी पर्नको कारणले मैले बिहानै नै सकाइसकेँ सो यस्तो छ क्या यतातिर त्यस्तो के मजा हो यार काम नगरेर दिनदिन यस्तै बस्नु पाएर मजा हुन्थ्यो होला है के गर्नु काम गर्नुपर्छ यो खेतको हो नि खेतको घाँस चाहिँ यसरी नै काट्नुपर्छ कि त्यहाँ काट्यो नि हामीले सो त्यसरी नै काट्नुपर्छ गाह्रो छ नि घाँस काट्नाले हात काटेर हैरान्छु फेरि मेरो त सुमित्र चाहिँ तर एउटा कोठामा बसिरहेको छ के गरेर चाहिँ के पनि थाहा छैन म चाहिँ बोर लागेर माथि भिडियो बनाउनु जाऊँ न त भ्लग नहालेको पनि धेरै भयो भएर चाहिँ म भ्लग नहालेको धेरै त भएन अस्ति भर्खर हाल्यो हालिदिउँ न फेरि भनेर आएको काम गर्नु परोस् कि काम गरेपछि दिन बितेको पनि थाहा हुँदैन टाटा चाहिँ सकेँ आज पानी पऱ्यो बिहानै फिल्महरू हेरेर युट्युब चलाएर टिकटक त नचलाएको धेरै भयो चल्दा नि चल्दैन अनि मोबाइल पनि त्यस्तो सब ब्याक आइहाल्छ भिडियोहरू हेरेर सकिहाल्यो म भएपछि साँझ होइन भने चाहिँ भोलि ओके सो लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु बाई